सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल मिति 2082 साल पुसको 21 गते सोमबारको राशिफल लिएर आएका छौँ। सर्वप्रथम मेष राशि। मेष राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र कर्मक्षेत्रमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसै गरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी मिथुन राशिका लागि पनि आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी कर्कट राशिको कुरा गर्नेछौँ। कर्कट राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी सिंह राशिका लागि पनि आजको दिन खासै राम्रो समय रहेको छैन। कन्या राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी मकर राशिको कुरा गर्नेछौँ। मकर राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी कुम्भ राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी मीन राशिका लागि पनि आजको दिन एकदमै शुभ दिन देखिन्छ। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर लाइक कमेन्ट अवश्यमेव गर्नुहोला। हस्त नमस्कार नारायण हरिशरणम्।